नमस्ते। एकदम यहाँको एकदम ठिकाहरूलाई सम्झिनु भएको छ दिपा आन्टीले। थ्याङ्क यू। हुन त खासै बोलेको त छुइनँ म। एउटा यो स्टेजलाई हामीले प्रयोग गरिरहेको थियौँ। यो स्टेज कति बलियो छ भनेर डान्स गरिरहेको थियौँ। तर टङ्क सरले राम्रो स्टेज बनाउनु भएको रहेछ। थ्याङ्क यू। यो स्टेज राम्रो छ भन्ने कुरा कसरी थाहा भयो भने यो हात्ती नाच्दाखेरि पनि हल्लिँदो रहेन छैन। हल्लिँदैन भने कतिमा आफू चाहिँ छेपारो जस्तै छ। ए राजा। यस। अरे राजा भनेपछि यहाँ पुरै मसिन्छ यार। हुन त छत्रपतिमा राजा हुँदा हुँदै ए रा मात्रै भने पनि राजा सुनेर हजुर गर्छ यो दिपकजी। यो सुन्दर पश्चिम भन्ने ठाउँ यस्तो यहाँ हरेक मान्छे मनका राजाहरू हुन्। वाह 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 वाह। यहाँ घर घरमा राजा, सबै राजा, मनका राजा। अनि यो मनकी रानी पनि त आएको छु नि। हो रानी पनि आएको छ। यो रानीको कपडा पनि पुरै जङ्गलै जस्तो छ। ए यो दिपकजीलाई थाहै छैन अविवाहित छु। जुभरि ग्रिन सिग्नल लिएर हिँडिरहेको छु यार। बुझ्दैन। तर मैले यत्रो खेलाडीमा हेरेँ तिम्रो उमेरलाई सहने मान्छेलाई खासै देखिरहेको छैन मैले। पर नजाऊ न। अगाडि स्टेजमा अगाडि बसेका छन् सोफामा बसेका त्यतातिर जाऊ न। यो सोफामा बसेका मान्छेहरूको अलरेडी घरमा छ। घरमा न छ बाहिर छैन। अब घरमा नभएका मान्छेहरू अलिक पछाडि पछाडि हुनुहुन्छ। त्यहाँ पनि सबै तिम्रो दिपा आन्टी भन्ने होला छन् सबै। ए नगरौ तिमी। ए तिम्रो मिलेको त्यो काका हुनुहुन्छ त्यहाँ। के बतायो काका आई लभ यु। काकालाई पनि आई लभ यु दिएर काकीसँग बेहोस हुनेको आज हौरा हुनेको पुरै। अनि दिपकजी हजुर तपाईँ त एकदम सुदूर पश्चिमको राजा। तपाईँलाई बेहुला गीत गाउन आउँछ? एउटा गीत गाउन आउँछ? बेहुला गीत सुन्ने? यस दिपकजीबाट बेहुला गीत गाउन ल। मलाई एउटा गीत सुन्न आउँछ। होइन तिमीले गाउनै पर्छ। नगाइकन तिमीले आन्टी भनेको हुँदैन। म त यताको भाषा मात्रै प्रिय मान्छे हो। एउटा गीत चाहिँ यस्तो हुन्छ कि यहाँ सुन न। कस्तो जस्तो राइजुमा झुमा क्या मस्काएकी छौ राइजुमा। यही त हो नि। यति सजिलो छ। मलाई साथीहरूले राजा भन्छन् हो यहाँको गीत चाहिँ देउडावाला आउँछ। तिमीलाई आउँछ भने तिमी गाऊ। मलाई त होइन तिमी पनि गाउनुपर्छ। हुन्छ मलाई साथ दिनुपर्छ। मलाई त सम्मान आउँछ यहाँको। तिर्खा लाग्यो भने कुवामा जाने पानी खाने आउने त्यहाँ हाम फालेर मर्ने आउने। छत्रपतिको राजा भइसकेपछि डाइलगले मात्रै पुग्दैन हो कि होइन? एउटा त गाउनै पर्यो। म सिकाउँछु केही छैन। मलाई पनि धेरै त आउँदैन। ओके ट्राई गर्छु। ल म पनि ट्राई गर्छु है त। ओके भाइ रातो लाउने भाइ आई लभ यु भाइ। ए भाइ कति हल्ला गरे। राइजुमा झुमा क्या मस्काएकी छौ राइजुमा। हे काठमाडौँबाट उडेको प्लेन नेपालगञ्ज छोडिदिन्छु। यहाँका केटा पाए भने ती पनि छोडिदिन्छु म त। राइजुमा झुमा क्या मस्काएकी छौ राइजुमा। गाउँ। हजुर दाइ हजुर। बागमती नदी काठमाडौँ हुँदै कतातिर पक्छ। शिव दाइले फोन गर्नु भएको थियो। बागमती नदी काठमाडौँ हुँदै म आउँछु दाइ। म कतातिर पक्छ। यो हात्तीलाई यहाँनिर कसले पाल्न सक्छ? राइजुमा झुमा मस्काएकी छौ राइजुमा। मलाई अब गाउँनै आउँदैन।